सुर्खेतको यो मङ्गलगढी चोकमा जाँदा चाहिँ हामीलाई लगभग 1 घन्टा 35 मिनट समय लाग्छ। अब कतिपय बाटोहरू चाहिँ पक्की बाटो भए तापनि बाटोहरू साँघुरो र पारी त्यो तपाईँहरूले टावर देख्न सक्नुहुन्छ। यो चाहिँ रेडियो बाटो चाहिँ हामी उता जुम्ला जाने हो भने अब हामी लागेको चाहिँ बाबिया चौक। ल साथीहरू, यो चाहिँ बड्डी साथीहरू पञ्चपुरी नगरपालिका 6 नम्बर वडा कार्यालय चतुरे सुर्खेत। साथीहरू तपाईँहरूलाई मैले यो बाबिया चौकको चाहिँ वडा कार्यालयसम्म साथीहरू अर्को भ्लगमा तपाईँहरूलाई म चौक बनाएको देखाउने छु। हस् त। हेलो एन्ड नमस्ते साथीहरू, आजको यस मेरो नयाँ भ्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मेरो योभन्दा अगाडिको चाहिँ भ्लगको चाहिँ मेरो कन्टिन्यू हो साथीहरू। अघि हामी त्यहाँनिर बाबिया चौरमा चाहिँ काम सकेर हामी चाहिँ अब चौकुनाको लागि हिँड्यो साथीहरू। यो बाबिया चौर बजार हो। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट तथा सब्सक्राइब गरिदिनु होला साथीहरू। अब भिडियो कस्तो हुनेछ हेर्दै जाउँ है त। यस बाबिया चौरदेखि चाहिँ चौकुनासम्म लगभग 32 किलोमिटर टाढा छ भनेर चाहिँ यतातिर हामीले सोद्धाखेरि थाहा भयो साथीहरू। हामीलाई चाहिँ गाडीमा अन्दाजी 35 देखि 40 मिनट चाहिँ समय लाग्न सक्छ भनेको छ साथीहरू। हामी चाहिँ यो बाबिया चौरबाट चौकुना जाँदाखेरि चाहिँ बाटोमा खासै ठुलो पर्यटकीय स्थलहरू चाहिँ छैन अरे साथीहरू। तर पनि बाटोमा चाहिँ हरियाली, डाँडाकाँडा, स्थानीय गाउँले दृश्यहरू हेर्दै जान्छौँ साथीहरू हामी। ल साथीहरू, अब हेर्दै जाउँ कहाँ कहाँ पुगिन्छ। म तपाईँहरूलाई त्यहाँ ठाउँको नामहरू भन्दै जानेछु। ल हेरौँ त, हाम्रो यात्रा सुरु भइसकेको छ। भाग साथीहरू, हेर्न सक्नुहुन्छ यहाँनिर यो अहिले चाहिँ जम्मै गाउँ नै छ। अघि मैले भने जस्तो यहाँ खासै अब घुम्न एकदम फेमस प्रख्यात चाहिँ ठाउँहरू केही छैन। तर हाम्रो चाहिँ गाउँले घरहरू, गाउँले जीवनहरू चाहिँ देख्न सकिन्छ। साथीहरू, यहाँ अब धेरै जस्तो चाहिँ बाटोहरू पिच नै भइसकेको छ। कुनैहरू चाहिँ अब यहाँ कुनै बाटो चाहिँ अब बन्ने क्रममा छ साथीहरू, तपाईँहरूले देख्न सक्नुहुनेछ। हेर्दै जाउँ है त, हामी चाहिँ अझै अगाडि जानेछौँ। लगभग हामी चाहिँ 6-7 किलोमिटर अगाडि आइसक्यौँ अहिले। ल हेर्दै जाउँ है त। पुरै रातो माटो पो छ। ग्राउन्ड रहेछ।
चौकुने गाउँपालिका उतापट्टि बहिनी चाहिँ बत्तैको गाउँपालिका गाउँपालिका साथीहरू अहिले चाहिँ हामी यो चौकुने गाउँपालिकाको चाहिँ यो गुट्टु बजारमा चाहिँ हामी आइपुगेका छौँ। यहाँ बाटोहरू चाहिँ बन्दैछ साथीहरू। यो चाहिँ गुट्टु बजार है, चौकुने गाउँपालिका गुट्टु बजार। हामी चाहिँ अझै जानुपर्ने अझै अगाडि नै हो साथीहरू। हामी अलि टाढा नै जानेछौँ, म तपाईँहरूलाई देखाउनेछु। ल भिडियो हेर्दै जाउँ साथीहरू। है त पुरानो घरहरू पनि देख्न सक्छौँ यहाँ। ल है त अहिले चाहिँ हामी चौकुने गाउँपालिका वार्ड नम्बर 4 वडा कार्यालयमा आइपुगेका छौँ। क्षेत्रीय हस्पिटल कस्तो हस्पिटल? ल यो चाहिँ हस्पिटल बन्दै रहेछ यहाँ साथीहरू। ल ठुलै बनिरहेछ हस्पिटल रहेछ यो त। हस्पिटल पालिका भवन होइन, हस्पिटल हो यो। हस्पिटल हो। मान्छे नदेखाउने हस्पिटल कडै बन्न लागेको रहेछ यता। इमर्जेन्सी चौकुने गाउँपालिका वडा नम्बर 4 को स्वास्थ्य चौकी भनेर भन्नु न तपाईँ। अनि तिमीले भन त तपाईँले भन्दै के हुन्छ? चौकुने गाउँपालिका वार्ड नम्बर 4 हो साथी हो। चौकुने गाउँपालिका वार्ड नम्बर 4 हो नि त यो। अनि के अरे यो बन्न लागेको स्वास्थ्य चौकी है यहाँ। माथि अझै माथि हो। हजुर पनि गाडी बाल्नु चलो कोही बात छैन। ल चौकुने गाउँपालिकाको यो वार्ड नम्बर कति रे? 4 वार्ड नम्बर 4 सुर्खेत 4 को जिउला जिउला टोलको नाम के हो? खेत एकदम तीव्र गतिमा चाहिँ विकास भइरहेछ, निर्माण भइरहेछ यहाँ। तल हेर्नु तल यहाँ चाहिँ एकदम मार्बल हानिसकेको रहेछ। पिलर मात्रै हेर्नु कति तर यहाँ त डेन्जरै बनाएको छ चौकुनीमा त डेन्जरै विकास हुन लागेको छ। के हस्पिटल हो खास यो? हस्पिटल कति सयको हस्पिटल हो यो। अब त्यो बन्दा बिचमा छोड्ला होइन छोड्दैन, बन्दैछ हेर्नु।
100 भन्दा त बढीको होला सर 100 या त छैन कम्तीमा पनि 20 सयको त हो जम्मै ल साथीहरू अब यो चाहिँ यत्रो छ त यहाँ त धेरै हुन्छ नि त ओपिडी सोपिडी माथि ल्याउनलाई चाहिँ यो बाटो भयो होइन अनेक हुन्छ त भाइ सुर्खेतको यो कुनामा पनि यस्तो भयङ्कर हस्पिटल बनिरहेको रहेछ तर पहिला यो मार्बल चाहिँ यहाँ किन हालेको होला है विकास हुँदैछ ल साथीहरू यो सुर्खेत जिल्लाको चाहिँ चौकुनी भन्ने ठाउँमा बनेको यो हस्पिटलमा आएर चाहिँ मैले आज मेरो भ्लग चाहिँ एन्डिङ गरेर बस्न आइरहेको छु आजको यो मेरो सुर्खेत मङ्गलगढीदेखि बाइबा चलाउँदै मेरो भ्लग यहीँसम्म